हेलो दर्शन, नमस्ते सम्पूर्ण साथीहरुमा। अहिले बिहानीको चिसो मौसमको शुभ बिहानी अनि चिसो मौसम पनि छ। बिहानीको बेला म हजुरलाई एउटा सानो भिडियो बनाउन गइरहेको छु। के कस्तो लाग्छ यसो भनिदिनु होला। म चाहिँ अहिले यता चन्द्रगिरीतिर आएको छु गेस्टहरु लिएर। म गाडीभित्रै छु। पहिला भिडियो सुरु गर्नुपर्छ। गणेश भगवानको दर्शन पाउँछ हेर। दर्शन गरेर भिडियो सुरुवात गर्न चाहे। मेरो फेरि यहाँ हेलिकप्टर छ, यो फेरि घुमे गरिरहन्छ। यो चाहिँ सोलर पावर हो। म यसो आज चन्द्रगिरीतिर आएको। म चन्द्रगिरीतिरको यसो एउटा सानो भिडियो हजुरलाई हुन्छ। यो मेरो गाडी हो। यो तपाईहरुलाई यसो थोरै देखाउन गइरहेको छु। म अहिले त पार्किङ जोनतिर बसिरहेको छु। म तपाईहरुलाई तलतिर गएर तलतिरको यसो थोरै भ्यूहरु देखाउँछु है त। हेर्नुस् है, यहाँबाट यस्तो देखिन्छ है पार्किङ एरियाबाट चन्द्रगिरीको भ्यू। चन्द्रगिरी हिल्स लिमिटेड। यति यहाँ काउन्टर छ। यहाँबाट टिकट काटेर इन्ट्री चाहिँ यताबाट गर्नुपर्छ। म चाहिँ भित्र नजाने अहिले। म चाहिँ यतै बाहिरतिर यसो बसिरहने। भित्र गइरहेको सधैँ गइरहेको 2-4 चोटि भन्दा पनि बढी गइसकेको छु। त्यही भएर म चाहिँ जाँदिनँ आज। केबल कार चढ्दिनँ। म चाहिँ त्यही बाहिरको भ्यू मात्र देखाउँछु है हजुरहरूलाई। केबल कार ठिक छ। फोटो खिचौँ। साथीहरु यहाँ यस्तो रमाइलो छ चन्द्रगिरी। आएर फोटोहरू पनि खिच्न सक्नुहुन्छ होइन। है पानीको झोला हालेको छ। यता पनि आउँछ, अहिले चाहिँ बन्द गरेर रहेछ। अहिले चाहिँ दुईटामा मात्र सुचारू भइरहेको रहेछ पानी। यस्तो रमाइलो हुन्छ यहाँ आएर हेर्नु। वाउ, गुड, दामी देखिन्छ। त्यहाँ गएर पनि फोटो खिच्न पाइन्छ, तर जुत्ता चप्पल चाहिँ बाहिर खोल्नुपर्ने हुन्छ। त्यस्तो जाडोमा म चाहिँ नभनेर चिसो छ। यहाँ फोटो खिच्ने साथीहरू खिचिरहेको छ। यस तलको भ्यू देख्छ। केबल कार चाहिँ माथि जानुपर्छ। लगभग 7-8 मिनट। यहाँबाट माथि 7-8 मिनटको दूरीमा माथि टपमा पुग्न 7-8 मिनट लाग्छ। अहिले के हुसी लागेर खासै राम्रो चाहिँ देखिएको छैन। ल त साथीहरू, यो चन्द्रगिरी हो। हजुर कतिजना आउनुभएको छ, कतिजना आउनुभएको छैन, यहीँबाट हेर्नु होला। ल अहिलेलाई यति नै गरेँ है त। फेरि पछि भेटौँला है त। ल।